हेलो गाइज वेलकम टू माई भिडियो। सो अहिले चाहिँ म यहाँनिर कहाँनिर छु कटुसे घरमा छु। हामीले चाहिँ चटपटे खाइसक्यौँ। सो हामीले चाहिँ अनि अहिले चाहिँ अर्डर गरेको छौँ सेकुवा। अनि हामीहरू चाहिँ मेरो साथी पनि छ अस्मिता। हेलो भन्नु हाई। सो हामी दुईजना छौँ यहाँनिर, धेरै पछि भेट भएको छ। हामी कलेजको साथीहरूको साथी अनि हामी चाहिँ +2 भेटको साथी हो। आज चाहिँ हामी यसो गेट टुगेदर जस्तो भएर भेट्नु। दुईजनाको मात्रै गेट टुगेदर, दुईजना पनि गेट टुगेदर हो, तिनजना पनि गेट टुगेदर नै हो। पहिलाका साथीहरूसँग भेटेर गफ गर्नु नै गेट टुगेदर हो। रमाइलो भइरहेको छैन। अहिले चाहिँ हावा चलिरहेको छ, चिसो लागिरहेको छ। चले पनि हामी बेन्टा खानु छोड्नु हुँदैन साथीहरू। बेन्टा भोलि घाँटी दुख्छ। सो हामी चाहिँ अघि नै आएको हो। अनि अब अहिले फर्किरहेको चाहिँ म यस्तो भ्यूहरू देखाउँदै हजुरहरूलाई। मान्छेहरू पनि अहिले त कमै छ, अघि नै थियो। तर यो यस्तो पिकनिक जस्तो पनि राम्रो हो नि। हामीलाई फ्यामिलीहरूसँग लगायो टक्क केही बाहिरको चिजहरू ल्यायो नि, टक्क मोमो पिज्जाहरू पनि ल्यायो होइन खानालाई। अनि हाम्रो फ्यामिली टाइम स्पेन्ड गर्नको लागि चाहिँ रमाइलो हुन्छ। बर्थडेहरू पनि भयो नि, हाम्रै रमाइलो। पहिला मेरो बर्थडे यहाँ गरेको त। तेरो बर्थडे कहिले अरे है? त्यो कोसँग साथीहरूसँग? कलेज साथीहरूसँग क्या यहाँहरू मनाएको त केक चाहिँ काटेर। पिज्जामा एउटा भाइरल भएको छ नि, खाएर सो हामी चाहिँ अहिले एकछिन हाम्रो सेकको आएपछि भेट्छौँ। बाई बाई। सो गाइज हाम्रो चाहिँ यहाँनिर सेकको आइसक्यो। अनि हामी सबै यहाँ खाना जाँदैछौँ। बाइट दियो त साथी, एक बाइट कस्तो छ भनेर चाहिँ रियाक्सन देऊ त। कस्तो छ? टेकिङ अ बाइट। मिठो रहेछ। वाउ दामी देखिरहेको छ। मलाई त्यो के अरे त्यो चातेहरू आलुवा भुटीहरू मन पर्दैन नि, त्यही पनि मलाई पनि मन पर्दैन कि लिभर पनि मन पर्दैन, केही मन पर्दैन म त पाउँछु। त्यस्तै साथी भयो भने मलाई हिँड्न मजा आउँछ। मलाई एक्लै चाहिँ कहाँ हिँड्न सक्दैन, तर म जस्तै छ होइन। म त बाध्यतालाई पनि कहिले कतै एक्लै हिँड्नुपर्छ। म साथीसँग भयो भने चाहिँ तपाईँ हिँड्न पाउँछ। त्यो त सबै त्यही हो। तर तपाईँ यति पनि बोली होइन आज 10चोटि भाइ भाइ भनेर के भनेर 10चोटि भाइ भाइ भनेर सुन्दैन नि त, बोलाउनु पर्यो नि त। यो खानु प्याज हो। यसरी बनाउँदाखेरि चाहिँ टिकटकमा पनि हाल्न मिल्छ होला है। यसो ठाडो बनाउँदा पनि मिल्छ। मिल्छ तर यस्तो बनाएको राम्रो हो नि भिडियोहरू। ब्लगर यस्तो बनाउँदैन। साथी बेसी खायो यसरी ठाडो गऱ्यो भने यस्तै आउँछ क्या स्क्रिनमा पनि। राम्रो आउँदैन क्या, यति मात्रै आउँछ बेसी। यो भिडियो राम्रो भयो भने म हाल्छु युट्युबमा हो। त पनि साथीहरूलाई भन्नु म पनि छुन्छु भिडियोमा। सब्सक्राइब भनेर कमेन्ट गर्छु। भिडियो चाहिँ सन्ध्याको अरे स्पोन्सर गर्नु छैन, आधा आधा परेको छ। यो त कहाँ हुन्छ नि, जमाएको गएको हो त। अहिले अलिक जस्तो च्यालेन्ज भिडियोहरू म राखेको थिएन नि, त्यो त जसको च्यालेन्ज हो डिस्क्रिप्सन गरेर हुन्छ नि त। त्यस्तो मान्छे भन्नु क्या। वुमेन्स डे हो, त्यही भएर हामी भन्नु वुमेन्स डेको बारेमा पनि। हजुर सबैजनालाई ह्याप्पी वुमेन्स डे।
जो पनि जति पनि हुनुहुन्छ सबैजनालाई यु आर ब्रेभ सेल्फ लभ भनेर भन्छु म चाहिँ मेन भनेको सबभन्दा पहिला चाहिँ आफूलाई अगाडि राख्नु अनि त्यसपछि बल्ल अरूको बारेमा सोच्नु भनेर भन्छु म चाहिँ आफ्नो लागि अलिकति स्वार्थी पनि हुनुपर्छ कहिलेकाहीँ सेल्फ लभ भित्र आउँदैछ यसलाई बाहिर नखोज यहाँ त्यस्तो सुरुमा मम्मी हामी आउँदाखेरि नि हामी यतापट्टि बसेको थियौँ कि मलाई याद छ यहाँनिर यसको बर्थडे गरेको है यहाँनिर चाहिँ म ढिलो भयो गाइस म लास्टै ढिलो भयो यसरी लगाउँछ मान्छेहरूले त्यसरी होइन यसरी हो तेरो गरिदिन्छु नि त सो गाइज अब चाहिँ हामी फर्किँदैछौँ होइन कम लेट्स गो पनि डेटिङ तर हामी चाहिँ दुईजना साथीहरू मात्रै आएको हजुरहरू आउन सक्नुहुन्छ बस्नको लागि भनेर हिँड्दै हिँड्दै बनाऊ न प्राइभेसी मेन्टेन गर्नु पर्यो अरूहरूको मेरो साथीको चस्मा हाइज्याक गरिसकेको छु सो दुईवटा चस्मा लगाएर हालेर ब्युटिफुल भएको छु टिकटकको गीत छ नि कस्तो देखेको छ गाइज कमेन्ट गर्नु होला त्यही त फिजिक्स होइन हौ 11मा चाहिँ बायो लिएको 12मा चाहिँ बोथ लिने भनेको तर उस चाहिँ खासमा मेजर चाहिँ म म्याथलाई नै राख्थेँ बायोलाई चाहिँ माइनर राख्थेँ फेरि सरहरूले होइन एउटामा चाहिँ लियो भन्नु म्याथ लिएको कि बायोको मलाई त्यो प्र्याक्टिकल गर्न गाह्रो लाग्ने त्यही भएर यति चाहिँ कालो चाहिँ यति चाहिँ पुरा कलर देखेको छ नि अब सो गाइज अब हामी चाहिँ यहाँ घुमिसक्यौँ होइन यहाँ अगाडि चाहिँ ट्री हाउस पनि छ ट्री हाउसभित्र चाहिँ हामी पस्दैनौँ बाहिरबाट देखाउँछौँ हजुरहरूलाई किनभने हामी उता ड्रपवाला पऱ्यौँ होइन त्यो चाहिँ अब 30 रुपियाँ टिकट चाहिँ काट्न सकिँदैन तर केही छैन कि त्यो हाउस मात्रै छ त्यहाँ गएर फोटोसोटो खिच्ने भनेको त्यस्तै हामी त्यति फोटोसोटो खिच्दिनौँ त्यस्तो धेरै उस पनि छैन हामीलाई राम्रो पनि आउँदैन हामीसँग मोबाइल राम्रो छैन अनि त्यसपछि अब चाहिँ हामी कहाँ भुल्के जाने भनेको होइन तर अब भुल्के पनि पस्दैनौँ किन भन्दा 3 बजिसक्यो रात परिसक्यो अनि अलिकति त्यहाँ पछिमा काम पनि छ यसो सो गाइज यही हो होइन ट्री हाउस चाहिँ त्यहाँनिर अलिअलि खेल्ने ठाउँ छ त्यहाँनिर हाउस छ त्यही हो म हजुरहरूलाई ब्याक क्यामेरा गएर पनि देखाउँछु अहिले भइरहेछ यहाँ मान्छेहरू त हुनुहुन्छ त हो यहाँ राम्रो फोटो आउँछ होला बरु अलिक घाम छ यहाँनिर यो ट्री हाउस चाहिँ यहाँ चाहिँ बच्चाहरूको लागि राम्रो हुन्छ होइन अलिअलि केही उस्तै गरे थपेको छ होइन यतापट्टिको अलिअलि थपेको छ उस्तै हो तर अलिअलि बिचमा तर उस्तै त हो त्यहाँ पिङ छ यार पहिला हामी कति पिङ खेल्थ्यौँ ओइ बरु भुल्के गएको है भुल्केमा कति राम्रो थियो नि खेल्ने ठाउँहरू सो गाइज यही हो हाम्रो ट्री हाउस चाहिँ खासै केही राम्रो त छैन पात झरेर यस्तै छ नेचर भाइब्स त्यस राम्रै छ त्यहाँनिर टिकटक बनाउँदै हुनुहुन्छ आन्टीहरूले दिदीहरूले सो यस्तै छ यहाँ चाहिँ टिकट घर हो कति रुपियाँ टिकट रहेछ भन्दाखेरि 30 रुपियाँ टिकट उपभोक्ताको लागि चाहिँ 10 रुपियाँ टिकट यही हो टिकट सेन्टर यही त छ खासै केही छैन त्यही घर छ ट्री हाउस भनेकै ट्रीको बिचमा हाउस होला नि ट्रीले बनेको हाउस हो यही हो ट्री हाउस त्यसलाई हेर्नु न त्यहाँनिर अझै चित्त बुझेको छैन त्यसलाई फोटो भिडियोहरू गरेर
म चाहिँ यहीँ छु। सो यहाँ चाहिँ बुनुहरू चाहिँ यहाँ एक्सर्साइज गर्दैछन्। अब हामी जान्छौँ गाइज। अब चाहिँ हामी फाइनल्ली चाहिँ अब हामी साँच्चैकै जाँदैछौँ। हाम्रो टिकटक एउटा दुइटा बनाएको त्यो पनि राम्रो आएन। सो अब चाहिँ हामी फाइनल्ली नै गइरहेछौँ। घरबाट पनि कल आउने बेला भइसक्यो होला, अब 3:30 भइसक्यो। सो अब गएर त्यहाँ पछिमा अलिकति काम छ अनि त्यसपछि भेट्छौँ है त गाइज। बाई बाई। सो गाइज हेर्नु न, मेरो त पुरै हिलो बनाइदियो लुगा यो गाडीले। बाटो पनि यस्तो छ, अहिले फेरि बनाउँदै गरेको पुरै खटारे भइसक्यो हो। सो हामी चाहिँ यहाँ पत्री बजार आइसकेको छौँ। अटोलाई यहाँनिर पानी छेपेर यहाँ लुगा भरि मेरो यहाँ पुरै लुगामा लागिरहेछ हिलो। त त छोडेर पनि हिँडिदिन्छ मलाई त छिटो भागेर राख्छु अनि झन् अरू गाडी आएर पनि साइडमा हिँडिरहेको थियो कि उतापट्टि। सो हामी चाहिँ यहाँ पत्री बजारमा छ। मैले अझै यताबाट हिँड्नुपर्छ, अहिले फेरि हान्दिनँ बेर छैन यो गाडीहरूको त कामै छैन। गाडी पनि होइन, अझै त्यो अटोले हो, अटोले। गर्मी त्यस्तै छ। अब रोड क्रस गर्नुपर्ने हुन्छ, तर मोबाइल लिएर चाहिँ रोड क्रस गर्न हुँदैन। सो गाइस हामी चाहिँ यहाँ रोड क्रस गर्दैछौँ। अरू बेला म यता जाँदाखेरि चढ्ने म्याजिक भनेको यही हो। म्याजिकमा जान्छ सिटरी। मलाई बसमा धेरै गाह्रो लाग्छ कि। यताबाट जाँदाखेरि त म्याजिकमै जान्छु। कतापट्टि हो पसल हाम्रो? ए मेरो उयो किन्नुपर्ने छ है, केटी उयो किन्नुपर्छ नि। कतापट्टि हो? यतैपट्टि हो। के को फेरि छ? सो गाइज म चाहिँ फाइनल्ली घर आइसकेँ अनि लुगा पनि चेन्ज गरिसकेँ। अनि मेरो साथी पनि पुगिसक्यो होला उसको घर। अनि यहाँ हेर्नु न, ड्रागन फ्रुट अनि हाम्रो सानोतिनो बारी। अनि यहाँनिर छ हाम्रो स्ट्रबेरी। यहाँनिर फल्दै थियो तर मैले कतिवटा खाइसकेँ। अनि अहिले कोपिलाहरू लागिरहेछ, फलिरहेछ। सो आजलाई चाहिँ यति नै भयो। जस रमाइलो भयो घुमेर। बाई बाई। थ्याङ्क यू फर वाचिङ।